सबैलाई गुड मर्निङ, नमस्ते एभ्रिवान। आज चाहिँ हाम्रो यस युआइजी समूहको तर्फबाट पनि यस मन्दिरमा चाहिँ एउटा मूर्ति राख्ने निर्णय गरेको छ हाम्रो समूहबाट। हेलो गुड मर्निङ गाइज, वेलकम टु एन्ड्रोड भ्लग है। आज चाहिँ म टक्क बिहानै उठेर नुहाएर पूजा छ आज, त्यसैले अनि पूजामा जान लागिरहेको छु तल मन्दिरनेर। बाँकी के हुन्छ देखाउँदै गर्छु है त। हाम्रो यहाँ आन्टी पनि हुनुहुन्छ पूजामा जानुको लागि। यहाँ सामान हेर्नु न के है, यो जलधाराहरू होमको सामान हो नि। ल भरे देखाउँछु है त के हुन्छ। हामी चाहिँ मन्दिरनेर पुग्न लागेका छौँ होइन। अनि यहाँ कागेश्वरी महादेव मन्दिरमा पूजा छ, रुद्री होम सत्यनारायण पूजा। हजुरहरू पनि प्रसाद लिन कसो भिडियोबाट हेर्नु त्यही हो, रक्षा गरून् कागेश्वरी महादेवले। हाम्रो आजको पूजा लगाउने ठाउँ चाहिँ यो मन्दिरनेर महादेव स्थान मन्दिर। ल सबैलाई गुड मर्निङ, नमस्ते एभ्रिवान। आज चाहिँ हाम्रो यस युआइजी समूहको तर्फबाट पनि यस मन्दिरमा चाहिँ एउटा मूर्ति राख्ने निर्णय गरेको छ हाम्रो समूहबाट। सँगसँगै घन्टी पनि हामीले राख्ने निर्णय गरेको छ हाम्रो यस युआइजी समूहबाट। यो चाहिँ हाम्रो सामाजिक रूपमा एउटा पहिलो काम जस्तो भइरहेको छ। सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला, धन्यवाद। टक्क सेल पाकिरहेछ, सेल हाम्रो कान्छी बहिनी। ल टक्क लाएर चाहिँ नि पुरी सुरी तरकारी सरकारी पाउन साउन भुटेर चाहिँ म अब पूजा गर्ने ठाउँमा जान लगाइरहेको छु होइन। हाम्रो पूजा गर्ने ठाउँ चाहिँ उता पारिपट्टि छ। ल म पूजा गर्ने ठाउँमा पुगेपछि देखाउँछु है त गाइज। यो चाहिँ मेरो गाउँ है, यहाँ तल गाउँ। यहाँनिर मन्दिर पुग्न लागिसक्यो। देखो न गाइज देखो। ए म त चप्पल लगाएर आएँ नि त नि। बास यो हो नि त तरिका। सबजना पूजामा होइन आउनु भएको छ। भित्र जानु मिल्छ? ल यहाँ गाइजहरूले मूर्ति राख्ने प्रोग्राम भइरहेको बेलुकी टक्क पूजा सके पछाडि चाहिँ बत्ती बालिदियौँ हामीले। बत्ती सत्ती बालिदियौँ। ल आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु। सो भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला, अनि अर्को कुरा सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू। सी यू इन नेक्स्ट भ्लग।